यो कथा कुनै कल्पना होइन। यो रुसमा साँच्चीकै घटेको आजसम्मको रहस्यमय बनेको डरलाग्दो घटना हो। सन् 1959 रुसको युरल माउन्टेन्समा 9 जना युवा ट्रेकिङमा निस्किए। सबै अनुभवी, सबै स्वस्थ, मौसम सामान्य। तर त्यो रात केही यस्तो भयो जसको जवाफ आजसम्म छैन। केही हप्तापछि रेस्क्यु टिम पुगे। पहिलो कुरा, टेन्ट भित्रबाट चिरिएको थियो, भित्रबाट, जस्तो कि कोही डरले भागेको हो। हिउँमा खुट्टाको डोब थियो, नाङ्गो खुट्टा, -40 डिग्री तापक्रममा। केही सब टेन्टबाट टाढा भेटिए। कसैको आँखा थिएन, कसैको जिब्रो थिएन। एकजनाको छाती भित्रैदेखि च्यापिएको, तर बाहिर केही चोटपटक थिएन। र यसमा सबैभन्दा डरलाग्दो कुरा के छ भने केही सबहरूमा रेडियो एक्टिभ रेडिएसन भेटियो। पुलिस रिपोर्टले लेख्यो, कज अफ डेथ एन्ड अननोन कम्पेलिङ फोर्स। अज्ञात शक्ति, न जनावर, न हिउँ पहिरो, न मान्छे। आजसम्म प्रश्न उस्तै छ, त्यो रात त्यहाँ के आयो? किन अनुभवी ट्रेकर्स नाङ्गै भागे?